मेरो निम्ति सबैभन्दा सजिलो कुरो के हो भन्ने होइन, तर यदि मैले लगाएको जुत्ता येशूले लगाउनु भएको भए उहाँलाई कस्तो लाग्थ्यो होला, येशूले के गर्नुहुन्थ्यो होला। कल्पना गर्नुहोस्, imagine if every husband asks this question before speaking to his wife. Every wife asks this question before responding in anger. Every pastor asks this question before entering the pulpit. Every businessman asks this question before signing a contract. And every young person asks this question before making a life-changing decision. कल्पना गर्नुहोस्, एउटा पतिले आफ्नो पत्नीसँग बात गर्न भन्दा अगाडि यो सोच्छ कि येशू हुनुभएको भए के गर्नुहुन्थ्यो होला भनेर सोच्छ। एउटा श्रीमतीले रिसले जवाफ दिनुभन्दा अगाडि उनले यो प्रश्न गर्छ। एउटा पास्टर पुलपिटमा चढ्नु भन्दा अघि यो प्रश्न गर्छ र एउटा बिजनेसम्यानले एउटा कन्ट्र्याक्ट साइन गर्नुभन्दा अगाडि यो प्रश्न गर्छ। एउटा जवान केटोले आफ्नो जीवनको बहुतै ठुलो निर्णय लिन भन्दा अघि यो प्रश्न गर्छ। संसार कस्तो डिफरेन्ट हुन्थ्यो होला। The world would look very, very different. The tragedy today is that many people wear the name Christian but rarely ask what Christ would do. धेरैजनाले क्रिस्चियन भन्ने नाम त धारण गर्छन्, तर येशू हुनुभएको भए के गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ कहिले सोच्दैनन्। So मेरो प्रियो, Christianity is not merely believing in Jesus. Christianity is becoming like Jesus. Christianity भनेको चाहिँ नि येशूलाई विश्वास गर्नु मात्र होइन, धेरैवटा भगवान मध्ये एउटा भगवान येशूलाई विश्वास गर्नु होइन, त्यति मात्र होइन, तर क्रिस्चियनिटी भनेको चाहिँ येशू जस्तै बन्दै जानु हो। आमेन। येशू जस्तै बन्दै जानु हो। अब पहिलो प्रश्न म तपाईलाई गर्न चाहन्छु, what would Jesus do when he was hurt? जब येशूलाई चोट लागेको थियो, जब येशू पीडामा हुनुहुन्थ्यो, जब येशू दर्दमा हुनुहुन्थ्यो, तब उहाँले के गर्नुभयो? के तपाईहरु मध्ये कसैले कहिले दर्द भोग्नु भएको छ? कसले भोग्नु भएको छ? हात उठाउनुस् त। दर्द सहनु भएको छ कहिले? कहिले दर्द सहनु भएको छैन? वाउ, वन्डरफुल, अमेजिङ, कङ्ग्रेचुलेसन। मलाई लाग्छ संसारमा यस्तो कुनै मान्छे छैन हाम्रो चर्चमा भएका 2-4 जना दाजुभाइ दिदीबहिनी भन्दा जसले दर्द सहेको छैन। संसारमा हरेक मान्छेले सहेको छ दर्द। संसारमा हरेक मान्छेले दर्द सहेको छ, हरेक मान्छेले कष्ट सहेको छ। लुका 23 अध्यायको 34 पदले भन्छ, Father, forgive them for they do not know what they do. जब येशू कष्टमा हुनुहुन्थ्यो, जब येशू दर्दमा हुनुहुन्थ्यो, जब येशूलाई चोट लागिरहेको थियो, जब येशूलाई धोका दिँदै थियो, जब येशूको बदनाम गरिँदै थियो, जब येशूलाई झुटो आरोप लगाइदिन्थ्यो, जब येशूलाई कुट्दै थिए नि मान्छेले, जब येशूलाई क्रुसमा चढाउँदै थिए, क्रुसबाट उहाँले आफ्नो शत्रुहरूलाई सराप्नु भएन। मसँग भन्नुस् त, शत्रुलाई सराप्नु भएन, उहाँले तिनीहरूको लागि प्रार्थना गर्नु। आमेन, आमेन। जब येशू कष्टमा हुनुहुन्थ्यो नि, उहाँले प्रार्थना गर्नुभयो, आफ्नो पितालाई भन्नुभयो, हे पिता, यिनीहरूले के गर्दैछन्, यिनीहरू जान्दैनन्, यिनीहरूलाई हामी मान्छेलाई तब क्षमा गर्छौं जब मान्छेले क्षमा माग्छ। हजुर, we forgive, most of us forgive people when they apologize. जब सरी भन्छ कसैले, जब मैले तिम्रो मन दुखाए ल प्रिय मलाई माफ गरिदेऊ, जबसम्म कसैले हामीलाई सरी भन्दैन, जबसम्म अपोलोजाइज गर्दैन, तबसम्म के हामी त्यो व्यक्तिलाई क्षमा गर्छौं? कतिले त सरी भनिसके पनि क्षमा गर्दैनन्, हैन? क्षमा नमागिकन क्षमा त मान्छेले दिँदैन, तर कतिले चाहिँ क्षमा मागिसक्दा पनि क्षमा दिँदैन। तर Jesus forgave people while they were still hurting him. येशूले कहिले क्षमा गर्नुभयो? येशूले तब क्षमा गर्नुभयो मानिसहरूलाई जब मानिसहरूले
उहाँलाई रुवाइरहेका थिए, उहाँलाई कष्ट दिइरहेका थिए, चोट दिइरहेका थिए, उहाँलाई थुक्दै थिए, उहाँको वस्त्रहरू च्यात्दै थिए, उहाँको वस्त्र च्यातेर चाहिँ तपाईँको के अरे चिट्ठा हाल्दै थिए, लटरी खेल्दै थिए, उहाँको मुखमा थुक्दै थिए, प्यास लाग्यो भन्दै गर्दाखेरि उहाँको मुखमा चाहिँ तपाईँको मुर्र के अरे तपाईँको सिर्का खुवाउँदै थिए, सिर्का खुवाउँदै थिए मेरो प्रिय, सिर्का खुवाउँदै थिए। तर उहाँलाई कुट्दै गर्दा, उहाँलाई पिट्दै गर्दा, उहाँलाई चोट दिँदै गर्दा उहाँले मानिसहरूलाई क्षमा गर्नलाई प्रार्थना गर्नुभयो। When someone wounds us, our natural response is revenge. कसैले हामीलाई घाउ दिन्छ भनेदेखि हाम्रो प्राकृतिक रेस्पोन्स चाहिँ के हुन्छ भन्नुहोस् त? जैसा चोट तूने मुझे दिया है मैं तुझे भी देखूंगी, हैन? जस्तो चोट मलाई दिएको छस् नि तैँले पनि त्यस्तै चोट पाउँछस्। यो नेचुरल रेस्पोन्स हो मान्छेको। जब कसैले हामीलाई चोट दिन्छ, हम तो ऐसे जमाने में जीते हैं जहां हम ईंट के जवाब पत्थर से देते हैं, है ना? हम ईंट के जवाब, किसी ने हमको ईंट से मार दिया, मार के तो दिखाएं, हम उसको पत्थर से जवाब देंगे। कोयले से जवाब देने वाले बहुत सारे हैं यहाँ पर, मार्तोल अम्बरले जवाब दिनेहरू पनि छन्, छैनन्? अर्थात् जब पनि हामीलाई घाउ लाग्छ, घाउ लाग्दै गर्दाखेरि हाम्रो प्राकृतिक प्रविधि, प्राकृतिक रेस्पोन्स भनेको चाहिँ बदला हो। तर येशूले पुनर्बहाली, रेस्टोरेसन सिकाउनु भयो। हालेलुया। त्यो व्यक्तिसँग, त्यो व्यक्ति जसले येशूको मुखमा थुक्दै थियो, संसारको राजा, स्वर्गको परमेश्वरको एकलौता पुत्र, सारा ब्रह्माण्ड बनाउनु हुने सृष्टिकर्ता परमेश्वर येशू ख्रिस्ट, जससँग मान्छेको आँखा नभएकोहरूलाई, अन्धोहरूलाई आँखा हु भन्दा आँखा हुने, लङ्गडोहरूलाई हिँड भन्दा हिँड्ने, मरेको मान्छेलाई जीवित हु भन्दा जीवित हुने, लास गनाइसकेको लासलाई बाहिर निक्ली भन्दाखेरि कात्रोसँग निस्किने परमेश्वरको मुखमा थुक्दै गर्ने मान्छेहरूलाई चाहिँ नि येशूले भन्नुभयो, यो पिता यिनीहरूले के गर्दैछन्, यिनीहरू जान्दैनन्, यिनीहरूलाई क्षमा गर्न होस्। द क्वेसन इज, what are you, who are you refusing to forgive today? आज तपाईले कसलाई क्षमा गर्नदेखि आफूले आफैलाई रोक्दै हुनुहुन्छ? त्यसले मलाई रुवाएको छ, त्यसलाई त म केही गरेर भए पनि क्षमा गर्दिन। त्यसले मलाई चोट पुर्याएको छ, म त्यसलाई जे गरे तापनि, मरे तापनि म त्यसलाई, है हामी भन्छौँ नि, मर भी जाऊं फिर भी मैं उसको क्षमा नहीं करूंगी, मर भी जाऊं मैं उसका चेहरा फिर से एक बार नहीं देखूंगा। हाम्रो यो मनोवृत्ति हुन्छ। That is our psychology, my dear friends. The bitterness that you hold today may be hurting you more than the person who hurt you. प्रिय, आज जुन चाहिँ तीतोपन तपाईँ भित्र बोक्नु भएको छ नि, जो बिटरनेस तपाईले बोक्नु भएको छ, त्यो बिटरनेसले चाहिँ तपाईलाई थाहै छैन, त्यो तीतोपनाले चाहिँ त्यो मान्छे जसले चोट पुर्यायो, त्यो मान्छेले दिएको चोट भन्दा पनि बेसी चोट पुर्याइरहेको छ। बिटरनेस चाहिँ एकदमै खतरनाक, घातक कुरा हो। है, जहिले पनि म कुखुरा बनाउँथे, मैले अस्ति पनि एउटा उदाहरण दिएको थिएँ, जब पनि म घरमा कुखुरा बनाउँथे, मम्मीले जहिले मलाई सिकाउनुहुन्थ्यो, यो पित्त चाहिँ याद गरे भन्नुहुन्थ्यो। अनि मलाई पित्त फुट्छ कि भन्ने डर लागेर चाहिँ म जहिले कलेजो पहिल्यै निकालेर राखिरहन्थेँ, किनकि कलेजोमा चाहिँ पित्त टाँसेको हुन्थ्यो। किनकि एउटा पित्त फुट्यो भनेदेखि चाहिँ, त्यो पित्त बाई चान्स फुट्यो भनेदेखि चाहिँ डल्लै कुखुराको मासु तितो हुन्छ। तपाईको जीवनमा तीतोपनाले चाहिँ तपाईको सारा शरीरलाई तीतो बनाउँछ। आज त्यो व्यक्तिले मलाई यो दिन फलानो दिन 12:35 यस्तो भनेको थियो, मैले त्यसको घरमा माग्नु गएको थिएँ, त्यसले मलाई दिएको थिएन, त्यसले मलाई धोका दिएको थियो, he was cheating on me, she was cheating on me, she had an affair, he had an affair, उसले मलाई त्यो दिन यस्तो गरेको थियो, त्यसले मेरो बदनाम गरेको थियो, त्यसले यो भन्देको थियो, त्यसले यसो गर्देको थियो। we keep on going. हामी तीतोपनामा डुब्ने क्रममा नि अघि बढेको बढे गर्छौं।
मान्छेहरू एउटा हातमा बाइबल र अर्को हातमा तितोपना बोकेर चर्च आउने गर्छन्। अरू त ठिकै छ, आई लभ जिजस, बट द बाइबल टेल्स अस you cannot love God whom you do not see if you cannot love the person you see. तिमीले देख्ने भाइलाई प्रेम गर्न सक्दैनौ भनेदेखि नि तिमीले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैनौ। हामी भन्छौँ I love God, oh Yeshua, I love you Jesus. You cannot love Jesus if you cannot love your brother. And who is your brother? Not that whose name starts with Khati, with whose name ends in Khati. तपाईको मित्र, तपाईको साथी, तपाईको भाइ चाहिँ को हो त? जसको टाइटल खाती हुन्छ तिनीहरू मात्र हो? होइन, त्यो प्रत्येक व्यक्ति जसलाई परमेश्वरले पृथ्वीको तल बनाउनु भएको छ। प्रत्येक व्यक्ति तपाईको छिमेकी हो, प्रत्येक व्यक्ति तपाईको भाइ हो। ती क्षेत्रीहरू तपाईका भाइ हुन्, ती बाहुनहरू तपाईका भाइ हुन्, ती टोप्पोहरू तपाईका भाइ हुन्, ती एक्काहरू तपाईका भाइ हुन्। तर हामीलाई जहिले पनि हामी कहीं न कहीं एउटा यस्तो समाजमा बस्छौं जहाँ हाम्रो क्याटेगोरी बनाइएको छ। ए तपाई त मेरो मामा हुनुहुँदो रहेछ। एभ्रीवन इज अ मामा। यो संसारमा भएको हरेक व्यक्ति तपाईको मामा हो। यहुदीहरू मामा हो, अमेरिकन्सहरू मामा हो हुन सक्छ। किनकि यो संसार मेरो घर हो र यो संसारमा भएका मान्छेहरू मेरो छिमेकी हो। आमेन, मेरो छिमेकी हो। एक दिन एकजना व्यक्ति इजरायलको रहेछ अनि त्यो व्यक्तिलाई एउटा बस्ने घरको खाँचो रहेछ। अनि